हेलो एभ्रिवान वेलकम टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म एकदम फिट एन्ड फाइन छु। सो मेरो भिडियो चाहिँ आफ्टर लङ टाइम पछि आयो है। सो म चाहिँ यता उता जानु लाग्यो के अरे मामा घर मम्मीलाई लिन। मम्मी हिजो जानुभएको थियो, सानोतिनो काम थियो है। अनि मेरो भिडियो चाहिँ जस्ट कन्टिन्यू आउनु पाएन, त्यस्तै व्यस्तताका कारणले है। मेरो लास्ट भिडियो के भन्छ ठुला पटकनी हेर्नु होला तपाईँहरूलाई के कस्तो लाग्यो। ल गाइज एकछिनपछि बाइकमा भेट्नुपर्छ, म निस्किन लाग्यो है। बाँकी कुरा बाटोमै गरौँला गाइस। ल एभ्रिवान म चाहिँ निस्किन लाग्यो मामाहरूतिर चल्दिउँ भनेर ढुक्क तरिकाले नयाँ तरिकाले चल्दिउँ है। जानुपर्ने कुरो हुन्छ अब। झोला चाहिँ तलपट्टि लास्टै भयो जस्तो लाग्यो। यतातिर हाम्रो घरतिरको चाहिँ बाटो बन्न लाग्यो, देख्न सक्नुहुन्छ है। एकदम राम्रो गर्न लाग्थ्यो यतातिर। हाम्रो वडा अध्यक्षज्यूले चाहिँ जस धेरै ठाउँमा बाटो नपुगेको ठाउँमा नि एकदम राम्रो गर्नुभयो। जस अरू ठाउँमा भन्दा हाम्रो 26 नम्बर वडाको वडा अध्यक्षज्यू चाहिँ एकदम राम्रो विकास गर्नुभयो अहिलेसम्मको कार्यकालमा है। आफ्नो कार्यकालमा जस बवाल गर्नुभयो भनौँ न। यो बाटो नि बन्दैछ पुरा टक्क तरिकाले। अब म चाहिँ टक्क मामा घरतिर जानुपर्ने हुन्छ। मामा घरतिरको मात्रै कति भ्लग देखाउनु है। त्यही पनि यस्तो खिच्नु मन लाग्छ कि हिँडेको बेलामा खिच्दिउँ भन्दा तेल अफ भएछ। धुलो गर्मी चाहिँ एकदम बढेछ यार पोखरामा गाइज, के गर्ने गर्मी चाहिँ लास्टै बढेछ है। के गर्ने यो झोलाले तल छोयो यार, झोला मिलाउनु पर्यो पहिला गाइज। झोला मिलाऊँ अनि एकछिन बाइक रोक्नु पर्ने कुरो हुन्छ। झोला मिलाउनु पर्ने भयो गाइज। अनि त्यससँग गाइज मैले यो हानेको कि स्टिकर बवाल लाएर, यो चाहिँ अनु म छोरा म हानेको गाइज। एकछिन झोला छोयो मेरो। झोलामा खै के हो नदियो मम्मीले, के छ मलाई पनि थाहा छैन। त्यहाँ मम्मीले प्याक गरेर राखिदिनु रहेछ। झोला सुल्ला नि मिल्यो, अब झोला पनि मिलायो है। अब त छुन्न होला नि यति बसी त। सो अब निस्किनु पर्ने हुन्छ। अब चाहिँ टक्क जस मम्मीलाई चाहिँ गएर ढुक्क तरिकाले चिल पारमा बिन्दास गरेर लिएर आउनु पर्ने कुरो हुन्छ। अहिले त ठ्याक्क भयो नि झोला गरौँ गरेर मम्मीलाई चाहिँ सरर गरेर लिएर आउनु पर्ने कुरो हुन्छ। उतातिर गाडी त आउँछ तर अलि टाइम टेबलमा आउँदैन कि गाउँमा उहाँ। अनि तपाईँहरूले नेक्स्ट भिडियो देख्न सक्नुहुन्छ मेरो। अनि गाइज गर्मी चाहिँ यस्तो हत्तै बढेको कि कसम हेर, गर्मी चाहिँ एकदम हत्तै बढ्यो गाइज। के भन्ने अब सरर जाम। हाम्रो एरियाको बाटो नि एकदम खतम छ कि यस्तो छ है। यो फेरि ठाडै उकालो छ गाइज है। यो चाहिँ ठाडे उकालो छ गाइज, देख्न सक्नुहुन्छ। अनि हाम्रो सलिन सुनार भाइले नि जस भ्लग कन्टिन्यू हालिरहेको छन् है। उसलाई पनि गएर सपोर्ट गरिदिनु होला सबैले। भाइले नि जस गर्छु भनेर डेली भ्लग हालिरहेको छन्। मेरो प्यारो भाइ हो सलिन भाइ है। प्यारो भाइलाई गर धरि सपोर्ट गर्नु होला। सलिन भाइ चाहिँ भेटेको मैले त्यही 3 वर्ष जति हुन लाग्यो होला। जस बोन्डिङ चाहिँ एकदम राम्रो भयो क्या जस भाइसँग चाहिँ मेरो है। सलिन भाइसँग चाहिँ बोन्डिङ एकदम राम्रो भयो। जस उसलाई नि गएर सबले सपोर्ट गरिदिनु होला है। अब सर जाऊँ के कस्तो हुन्छ। गाइज एकछिनपछि बाटोमा गएर भेटौँ ल। ल है गाइज म चाहिँ आधी बाटोमा आइसकेँ। सो त्यही बाटोमा कति उस गर्ने होइन, त्यही बाटो कति देखाउने भनेर मैले देखाइनँ है। म चाहिँ आधी बाटोमा आइसकेँ। सो यो चाहिँ हामी के भन्छ अरे मास्टर सौरे, यो मास्टर सौरे जाने रोडमा हो। म चाहिँ यो होइन के भन्छ अरे टाढै छ कि जस आधी घन्टा 45 मिनट लाग्छ। सो म चाहिँ लगभग यो के भन्छ हो ठाउँको नाम बिर्सेँ यार। घुम्ती लेखेको जग्गा लेख्न घुम्ती हानेको घुम्ती भएर होला। के भन्छ सुर्के मैदान सार्के मैदान खै के मैदान भन्छ हो यो उसनिर आउनु लागिसक्यो। सुर्के मैदान हो कि सुर्के मैदान हो कि के भन्छ हो यसलाई मलाई पनि थाहा छैन, बिर्सेँ। सुर्के मैदान सार्की मैदान है के हो। ओहो भैँसी ओ सिधै आउँछ त बे यही सिधै आउँछ त टाइट सातो लान्छ यार। भैँसी त सिधै आइदिएर हाम्रो चाहिँ अब सौरे बजारबाट चाहिँ हाम्रो माथि उक्लिनु पर्ने हुन्छ। मामाहरू जान चाहिँ बाटो राम्रै होला नि। अस्ति त बनाएको थियो के अरे जस यहाँबाट चाहिँ ठाडै उकालो के हाम्रो चाहिँ सरर जानुपर्ने हुन्छ। बाटो चाहिँ के कतिको छ है। कहाँसम्म पिच बनाएको छ हेरौँ है। अहिले अस्ति भरे आएको थिएँ कि म यता सुरेशमा स्कुटर बिग्री त सुरेशमा साथी थियो कि मेकानिक उसलाई लिएर आएको थिएँ। त्यति बेला चाहिँ पिच बनाउँदै हुनुहुन्थ्यो यहाँको बाटो बनाउने। ओ वाउ यहाँ पनि पिच भएको चाहिँ
सर ओहो गाउँ गाउँमा यस्तो विकास छ यार अब के भन्ने बाटो बनेछ है बाटो बनेपछि त मान्छेहरूलाई एकदम सुविधा भयो नि अब यो बाटो कस्तो थियो कि पहिला मेरो अर्को भ्लगमा गएर हेर्न सक्नुहुन्छ बाटो पहिला कस्तो थियो अहिले यस्तो बनाए गाउँ गाउँमा धेरै यस्तो विकास है तर यो भने यो नालामा चाहिँ यस्तो यो चाहिँ सफा गर्नुपर्ने हो यो चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ भने जस्तो यो नाला चाहिँ यो चाहिँ पानी सरेर जानु पऱ्यो नि त असारमा फेरि बाटोमा आउँछ नि त पानी अनि पानीले गर्दा फेरि बिग्रिन सक्छ नाला चाहिँ यो चाहिँ भएन अरू चाहिँ बवाल छ A1 बाटो चाहिँ एकदम बवाल लाग्यो मलाई है जेस भैँसम्म होला यसरी बाटो अब लगाइदियो एकछिनपछि अब म मामा घरमै गएर भेट्छु तपाईँहरूलाई अब यही बाटो नै कति देखाउनु एकछिनपछि वहीँ गएर भेट्नुपर्छ ल गाइस ल एभ्रिवान फाइनली म चाहिँ मामा घरमा आइसकेँ है बाटो चाहिँ एकदम हो त्यहाँनिर चाहिँ अप्ठ्यारो रहेछ कि पहिला मेरो भ्लगमा देख्न सक्नुभएको थियो नि त देख्न सक्नुहुन्छ म लड्न लाग्थेँ है फाइनली म चाहिँ मामा घरमा आएँ मेरो बाइक चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ जस मान्नै पर्छ त्यस्तो बाटो पनि बवाल होइन मैले त स्टिकर हालेको सो यी बाबु यहाँ छन् के हो नाम तिम्रो दिपेश सुनार यहाँ यता मामाहरूतिरकै भयो नि मामाको छोरा अनि मास्टर गाउँ चाहिँ एकदम रमाइलो छ है देख्न सक्नुहुन्छ पुरै यो चाहिँ हाम्रो मामाले घर एकदम रमाइलो गाउँ छ क्या हाम्रो मामाको घर चाहिँ जस मामा कान्छोमा घर बुवा घर छेउमा छ जस रमाइलो छ मास्टर गाउँ चाहिँ जस आइयो फाइनली बिस्तारै बिस्तारै है अब एकछिनपछि लागिन्छ एकछिनपछि लगाइस् एकछिनपछि फर्किनु पर्छ अनि तपाईँलाई बाटोतिरै भेटौँ ल के भन्ने म यहाँ देखाउँछु घर सर र यस्तो छ यहाँ कोही नि बस्दैनन् पहिला जमानामा बाले काम गर्ने यो है देख्न सक्नुहुन्छ आरन हाम्रो बाले यहाँ पहिला काम गर्नुहुन्थ्यो क्या यस्तरी आरन हो कि पहिला क्या बात हुनुहुन्न है सो सबै बवाल छ यहाँ अर्कै घर थियो कि घैँटो दिएछ नि त यहाँ मास्टरमा त सुविधा पहिला यस्तै छ ए कपाल मेरो यस्तै छ क्या नि सर रमाइलो छ मास्टर गाउँ सबै बजारतिर भयो अहिले कोही पनि छैन यतातिर बाधै हुनुहुन्छ बाला त चिन्नुहुन्छ सबैले अस्ति नै देखाएको त्यही भनेको त ल गाइस ल एकछिनपछि भेट्नुपर्छ गाइस जानु बेला फर्किनु बेला ल है एभ्रिवान अब हामी निस्किनु पर्ने हुन्छ अब निस्किनु लागेको जस्तो देख्न सक्नुहुन्छ अब घरतिर मम्मीलाई लिन आएको म है आमा चाहिँ यहीँ बस्नुहुन्छ अरे सो अब घरतिर निस्किनु लागेको आज रिजन भाइको बर्थडे छ रिजन भाइले पनि बोलाएको छ यसो बर्थडेमा पनि जानुपर्ने हुन्छ है बोलाएपछि जानु पऱ्यो भाइहरूले अब दाइलाई सम्झेर बोलाएपछि होइन मलाई फोन हालेको थियो अघि नै कता हो तपाईँ भनेको थिएँ म यता मामाहरूतिर हो मम्मीलाई लिन आएको भनेको सो देख्न सक्नुहुन्छ यस्तै छ मामा घरतिर घर यस्तै छ सर अब बिस्तारै हिँड्नुपर्ने हुन्छ निस्किनु लाग्यो हामी मम्मीमा हुनुहुन्छ सर निस्किनु पर्ने हुन्छ केही छैन यहाँ मामा घर कोही बस्दैनन् कोही पनि छैन आमा आउनुभएको आमा नि उतै मामा घरै बस्नुहुन्थ्यो सो के अरे मामाहरू नि पोखरतिरै खाल्टे मसिनतिर बस्नुहुन्थ्यो मामाहरूसँगै अहिले आउनुभएको आमा पनि अब सो हामी निस्किनु लाग्यो अब निस्किनु पर्ने हुन्छ सर र बाटोतिर गएर भेट्नुपर्छ भेट्नुपर्ने दोष भन्न आज ल खास घिउ हो कि लिन आएको हामी चाहिँ स्पेसल घिउ खै के खा मम्मीले यहाँ खै के लिनु यो चाहिँ के हो हल्कै रहेछ सो निस्किनु पर्ने हुन्छ गाइस निस्किनु पर्ने हुन्छ मामा घर सर र यो खै यहाँ के खायो मलाई थाहा छैन आउने बेला पनि झोलै लिएर आइयो यस्तै फर्किने बेलामा पनि झोलै लिएर जानु लाग्यो गाइस बाइक चाहिँ यहाँ छ मेरो एकदम हुन्छ यो चाहिँ सट्टमा हाल्छु अनि हालेर अब झर्नु पनि हुन्छ यो त अहिलेको जस्तो छैन होला नि गाइज अनि जस भिडियो चाहिँ मेरो कन्टिन्यू चाहिँ आउनु पाएन है त्यसको लागि आइएम सो सरी टाइम मिलेको बेलामा भ्लग गरेर मैले हालिराखेको छु है जस लाइक एन्ड सेयर सब्सक्राइब चाहिँ गरिदिनु पऱ्यो जस माया गरिदिनु पऱ्यो मलाई है अरू के भन्ने गाइस अब मैले चाहिँ यहाँ सामान व्यवस्थापन गरेँ जेब्रोलाई यस्तै हालेँ सजिलो हुन्छ क्या यस्तोवाला योवाला लेगार्डमा चाहिँ एकदम सजिलो हुन्छ ग्राफ एनएसमा होइन योवाला लेगार्ड हाल्नुपर्छ सेफ्टीको लागि एकदम राम्रो हुन्छ अनि अब के भन्ने गाई त्यस्तै छ अब निस्किनु पर्ने हुन्छ मम चाहिँ ऊ त्यताबाट आउँदै हुनुहुन्छ अब निस्किनु पर्ने हुन्छ म ज्याकेट लाउँछु अनि भित्र ज्याकेट हेलमेट भित्रै छोडियो लगाएर अनि आउँछु अनि निस्किनु पर्ने हुन्छ ल गाइज एकछिन है म ज्याकेट लाउँछु अनि भेट्नुपर्छ गाइज ज्याकेट लाएर आइयो जस
शीतलो एकदम वातावरण एकदम नाइस छ के गाउँतिरको वातावरण एकदम नाइस छ अब हामी निस्किन्छौँ है मम्मी चाहिँ उता जानुभयो खै के सामान छ अनि बिदाई हुन लाग्नु उता बुवाकमा जानुभयो अब निस्किन्छौँ गाइस बाटोतिरै गएर भेटौँ ल गाइस बाटोतिरै गएर भेट्नुपर्छ ल गाइस A1 रहेछ के बाटो चाहिँ जस त्यहाँसम्म एकदम खुसी लाग्यो यार मलाई चाहिँ एकदम खुसी लाग्यो है तपाईँहरू अघि आउँदाखेरि मैले देखाउन पाइनँ त्यो बाटो त्यही भएर म फर्किँदाखेरि देखाउँछु अन्त फेरि भ्लग गरेको क्या मैले जस बाटो चाहिँ मलाई A1 लाग्यो A1 छ गाइस यहाँको चाहिँ अलिकति खतम छ यो चाहिँ सो बन्दै अरे होइन यो चाहिँ बन्दैछ अरे त्यहाँबाट म तपाईँलाई A1 बाटो देखाउँछु कि जस खुसी लाग्यो पहिला कस्तो थियो है यहाँ बाटो खतम थियो मास्टरको यतातिर त जेस ठिकै हो त उसनिर चाहिँ खतम थियो कि गाडी चलाउने अप्ठ्यारो नि नेपालमा चाहिँ जस गाउँतिर चाहिँ एकदम विकास भयो पोखरातिर चाहिँ जस मलाई चाहिँ खुसी लाग्छ राम्रो नेतृत्व चुनियो भने जस विकास राम्रो हुन्छ भन्नमा चाहिँ खुसी लाग्यो गाउँतिर यस्तो विकास भयो यो बाटो पनि जस पिच हुँदै हो अरे त्यो अघि मैले बुवालाई सोधेको थिएँ पिच हुँदै आयो पनि उनीहरूसम्म चाहिँ यहाँ डाँडा दोकान भन्छ त्यहाँसँग चाहिँ पिच भन्छ जस एकदम खुसी लाग्यो क्या अहिले चाहिँ जस त्यहाँबाट त्यहाँसम्म एकदम राम्रोसँग पिच भन्छ यहाँबाट त सबै सर र पिच हो गाइस कहीँ छैन कच्ची एकदम डेन्जरै उस्तो भएर हिँड्नै पर्ने थियो कि गाइस हो यहाँनिर रुक्नै म देखाउँछु तपाईँलाई जस आनन्दसँग बाटो एकदम सही भयो गाइस हेर्न यस्तो सललल्ल छ क्या बाटो यस्तो आनन्द यहाँनिर गाइस यस्तो अप्ठ्यारो थियो कि होइन सबै कुरा ठिक लाग्यो मलाई होइन एउटा मलाई मन परेन यो पोल चाहिँ बिचमा यो सार्न पर्ने हो कि यो पोल चाहिँ बिचमा यस्तो है देख्न सक्नुहुन्छ यो पोल चाहिँ भन अरू चाहिँ A1 बाटो त सललल्ल ओहो कति आनन्द आएको यो बाटोमा बाइक चलाउन सललल्ल भयो गाइस होइन यो यहाँ कस्तो थियो यहाँ अप्ठ्यारो हिलो भएर डेन्जर हुन्थ्यो क्या सललल्ल छ गाइस देख्न सक्नुहुन्छ A1 छ कि A1 है जेस हिँड्न पनि आनन्द है यस्तो सललल्ल छ जेस आफ्नो मामा घरतिर यस्तो यत्तिको विकास हुँदा मलाई एकदम खुसी लाग्यो कि एकदम खुसी लाग्यो है सललल्ल हिँड्न पनि मजा आउने गाइस अब जेस मम्मीलाई लिएर फर्केँ मैले होइन त्यस गाडी टाइममा आउँदैन कि बिहान 9 बजे जान्छ अनि त्यसपछि त डाइरेक्ट त्यहाँबाट लगभग 100 भनेर दिएको थिएँ नि तपाईँलाई मैले त्यतिको जति हिँड्नुपर्छ जेस आनन्दकै बाटो यस्तो राम्रो बनाएको छ होइन जेस विदेशबाट सबले हेर्नुभयो होला मामाहरूले होइन को कति हुनुहुन्छ देख्नु हेर्नुहोस् गाउँतिर यस्तो विकास भयो टक्क बवाल बाटो आनन्द होइन जेस गाउँ चाहिँ छोड्न हुन्न यार मेरो नि गाउँमा स्याङ्जामा पिच हुँदै अरे भन्ने सूचना पाएको थिएँ मैले होइन जेस गाउँतिर चाहिँ गाउँ चाहिँ छोड्न हुन्न है अल अफ यु गाउँ चाहिँ छोड्न हुन्न यस्तो विकास भयो बजारतिर भन्दा गाउँतिर बस्ने आनन्द हावापानी नै एकदम आनन्दको है बस्न पनि एकदम सही ल ल ल बस्न पनि एकदम सही है अब जेस आनन्द हावापानी गाउँ चाहिँ छोड्न हुन्न है जेस नजिकै छ यहाँ चाहिँ मामाहरूले चाहिँ हाम्रो कान्छो मामाहरूले चाहिँ जेस यहाँ चाहिँ खासै बस्नुहुन्न अब उतैतिर बस्नुहुन्छ यस यत्तिको बाटो भएपछि त बस्न त एउटा साधन हुनुपर्छ र यत्तिको बाटो अनि एउटा घर ट्याक्क पक्की भएपछि बस्न त चिल हो कि यहाँ त यस्तो हावापानी सर रोग सोग केही लाग्दैन बजारतिर रोग लाग्ने के हुन्छ नि त प्रायः बजारतिर हुन त गाउँतिर नि उयो बिखे हालेर हो पहिलाको जमाना जस्तो होइन जस्तो गाउँको अर्ग्यानिक हुन्छ नि त आगो पकाएको है त्यही गाइस धेरै त के बोल्नु छ र अब अर्कै ठाउँमा यो सौर्य भन्ने ठाउँमा अब ओह्रालह ठाडे है त्यहाँबाट फेरि ठाडे उकालह त्यहाँबाट चाहिँ अब यो पछाडिको कोदो भन्नुभएको थियो मम्मीले कोदो चाहिँ यहाँ अगाडि ट्याङ्कीमा राखेर लाने कुरो हुन्छ उकालोमा अप्ठ्यारो हुन्छ कि मम्मी तल खस्नु भयो भने त फेरि तनाव भयो सो अब यहाँ सर जाने कुरो हुन्छ सौर्य भन्ने बजार हो यहाँबाट चाहिँ गाडी चढ्नु चाहिँ यहाँ आउनुपर्छ क्या यही सौर्य बजारमा सो गाडी चाहिँ अब हामी बिस्तारै आमा सर हिँड्ने लागि है बाँकी कुरा के भन्ने गाइज अब यस्तै छ अब के गर्नु छ र बाँकी कुरा यस्तै छ उतै घरमै पुगेपछि भेटौँला गाइज ल एभ्रिवान हामी चाहिँ घरमा यो मम्मी र म चाहिँ है जस मामा घरबाट
टक्क बिस्तारै आयो। आजको लागि चाहिँ यति नै भिडियो है। जस नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, लाइक एन्ड सेयर गर्नु होला। ल आजको लागि यति नै।